छोटो जानकारी लिएर आएको छु जसले गर्दा तपाईहरुलाई जेएलपीटी फर्म भर्न सहज हुनेछ। सबैभन्दा पहिला जालटानले निकालेको नोटिसको बारेमा तपाईलाई छोटो जानकारी गराउने छु। जालटानको जुलाई 6, 2025 मा हुन गइरहेको जेएलपीटी परीक्षाको अनलाइन फार्मको लागि सूचना भनेर जेएलपीटी जालटानले निकालेको छ। तपाईहरुले चाहिँ मार्च 17 मा चाहिँ दिउँसो 1 बजेदेखि फर्म भर्न सक्नुहुनेछ। N5, N4, N3, N2, N1 सम्म भर्न सक्नुहुनेछ। तपाईले कुन दिँदै हुन्छ त्यही अनुसारले गर्न सक्नुहुनेछ। तपाईले सबैभन्दा पहिला तयारी अवस्थामा रहनुपर्ने चाहिँ खल्ती एप तपाईको केवाइसी भेरिफाई गरेर राख्नु होला। सँगसँगै त्यसमा 3000 नेपाली रुपैयाँ ट्रान्सफर गरेर राख्नु होला। यो भयो तपाईले आवेदन दिँदाखेरि पेमेन्ट गर्ने प्रक्रिया। तपाईले www.jlpt.org.np मार्फत लगइन गर्न सक्नुहुनेछ। अब तपाईलाई सबैभन्दा महत्त्वपूर्ण कुराहरु चाहिँ एउटा खल्ती भइहाल्यो, अर्को फोटोको र डकुमेन्टको कुरा हुनेछ। तपाईले jlpt.org लगइन गरिसकेपछाडी यहाँ तपाईले के चाहिन्छ तपाईलाई डकुमेन्ट फर्म भर्दाखेरि भन्ने कुराहरु सम्पूर्ण विवरणहरु यहाँ दिएको छ। पहिलो कुरा तपाईको आफ्नै मोबाइल नम्बर चाहियो भने फोटोको साइज दिएको छ। जेपीजी फर्मेटमा 1 MB भन्दा कम र 3 मन्थ भित्रको फोटो चाहिएको छ। सबैभन्दा धेरै चाहिँ तपाईले फोटोमा ख्याल गर्नु होला। डकुमेन्ट 1 MB भन्दा कमको स्क्यान गरेर राख्नु होला। र तपाईको डकुमेन्टमा चाहिँ इङ्ग्लिश डेट अफ चाहिँ खुलेको छैन भने त्यो चाहिँ तपाईले त्यो चाहिँ डकुमेन्ट खुल्ने डकुमेन्टहरु चाहिँ भेरिफाई गरेर राख्नु भनेको छ। सायद तपाईको त्यस्तो नहोला। अहिले हाम्रो डकुमेन्टहरु सबैमा चाहिँ इङ्ग्लिश डेट अफ खुलेको चाहिँ हुन्छ नै। सबै 1 MB भन्दा कमकै हुन्छ साइजहरु चाहिँ। र खल्ती एपबाट पेमेन्ट गर्ने कुराहरु तपाईले बुझिहाल्नु भयो। र फर्म खुलिसकेपछाडी तपाईले चाहिँ यहाँ साइन अप गरेर जुन तपाईले चाहिँ इमेल रिसिभ गर्ने खालको हुन्छ नि, जुन तपाईले इमेल रिसिभ गर्न सक्ने जीमेल आइडी प्रयोग गरेर तपाईले यहाँ साइन अप गर्नु होला। साइन अप गरिसकेपछाडी प्रक्रिया अनुसार सजिलो छ। मेन भनेको तपाईहरुलाई फोटोको लागि समस्या हुने हो र डकुमेन्ट। तपाई डकुमेन्ट पनि 1 MB भन्दा बढी भयो भने लिँदैन र फोटो पनि तपाईले साइज अनुसार ठ्याक्क मिलाउन सक्नु भएन भने हुँदैन। र स्टुडियोमा खिचेर सबै तपाईको यही ठ्याक्कै त्यही अनुसारले चाहिँ उनीहरुले पनि बनाएर नदिने भएकोले गर्दाखेरि कतिपय अवस्थामा फोटो पनि मिल्दैन। त्यो हुनाले तपाई आफैले पनि यो गर्न सक्नुहुनेछ। यसको लागि तपाईले चाहिँ यो फोटोमा गएर नि यसको DPI चेक गर्नु होला सबैभन्दा पहिला कति छ हैन। यो चाहिँ डिटेलमा जानुभयो भने DPI दिन्छ यसको। हैन यसरी DPI दिन्छ। यो DPI दिइसकेपछाडी तपाईले चाहिँ एउटा नोट गरेर राख्नु होला। आफ्नो फोटोको DPI अनुसार यो 300 DPI अथवा 100 DPI 96 72 DPI अनुसारको यो चाहिँ राख्नु होला यसरी है। यो चाहिँ कसरी राख्ने भन्ने कुराहरु चाहिँ यो स्क्रिनशट गरेर राख्नु होला नभएदेखि। कसरी राख्ने भन्दाखेरि म फोटोलाई ओपन गर्छु। यो फोटोलाई गरे मैले ओपन विथ पेन गरे। यो गरिसकेपछाडी इमेजमा गइसके म हैन। यो चाहिँ मैले अघि भर्खरै गरेको भएर र यो Ctrl+W भनेर चाहिँ यो गरिसकेपछाडी तपाईको रिसाइज एन्ड रिसाइज गर्न मिल्ने हुन्छ। यहाँ पिक्सेलमा लैजानु होला र यो चाहिँ यो अवस्थामा छ। यो कलरफुल छ भने चाहिँ यो चाहिँ चेन्ज हुने भएकोले गर्दाखेरि तपाईले यसलाई चाहिँ क्लिक गरेर अफ गर्नु होला। यस्तो बनाइदिनु होला। जस्तो अब अघि हामीले हेर्दाखेरि कति थियो DPI भने जस्तो 72 DPI आएको छ भने 99/128 यति राख्नु भयो भने यो साइज आउँछ। यो 3.5/4.5 आउँछ। जस्तो 300 DPI आयो भने यो राख्नु पर्ने हुन्छ।
413 531 पिक्सेलमा लानुपर्ने हुन्छ। जस्तो यहाँ तपाईले 413 531 गरिदिनुहोस् र यहाँ पिक्सेल यहाँ ख्याल गर्नु होला है। यहाँ ओके गरिसके पछाडि अब यो यहाँ चाहिँ लगेर यहाँ चाहिँ फाइललाई चाहिँ सेभ एज गरिसके पछाडि जेपीजी फर्मेटमा लगेर है यो फर्मेटमा क्लिक गरेर चाहिँ सेभ गरिदिनुहोस्। मैले यहाँ सेभ गर्ने तपाईँको फोटो भएकोले गर्दाखेरि हैन सेभ गरिसकेको तपाईँको डेस्कटपमा गएर बस्छ। अनि त्यो फोटो तपाईले प्रयोग गर्न सक्नुहुनेछ। र डकुमेन्टहरु पनि त्यही हो र 1 MB भन्दा स्क्यान गरेर राख्नुपर्ने भएकोले गर्दाखेरि चाहिँ 1 MB भन्दा कमको बनाइदिनु होला भन्नु सक्नुहुनेछ भने त्यसमा चाहिँ तपाईले प्रिन्टबाट ओपन गरेर त्यसको पनि स्क्यान त्यो चाहिँ घटाउन सक्नुहुनेछ त्यो चाहिँ। भन्दै सबैजनालाई जेएलपीटी फर्म सबैजनाले भर्नु होला र अघि आउँदै गरेको जेएलपीटी फर्म सबैले पास गर्न सक्नुहोस् भन्दै शुभकामना सहित म बिदा हुन चाहन्छु। हस् धन्यवाद। यहाँसम्म आएर हेरिदिनु भएकोमा धेरै धन्यवाद र तपाईलाई राम्रो लाग्यो भने सब्स्क्राइब गरिराखेर जानु होला।